ब्यालेन्स सिट भनेको के हो भन्दाखेरिमा पहिला ब्यालेन्स सिट भनेको कुनै पनि संस्थाको निश्चित समय बिन्दुको सम्पत्ति हैन सम्पत्ति एसेट्स दोस्रो भनेको लायबिलिटी र क्यापिटल सहित तयार पारेको वित्तीय विवरणको शीर्षक भनेको वासलात हो हैन यी तीनटै समावेश गरी तयार पारेको जसलाई तयार पारेको वित्तीय विवरण भनेको वासलात हो जसलाई के भनिन्छ भने चाहिँ कुनै पनि संस्थाको वित्तीय पोजिसन अथवा हेल्थ देखाउने एउटा इन्डिकेटरको रूपमा लिइन्छ परिसूचकको रूपमा लिइन्छ हैन यसलाई चाहिँ एउटा ऐनाको संज्ञा पनि दिन सकिन्छ हैन अर्को भनेको यो भनेको एउटा लेखाको समीकरण हो किनभने एसेट्स इक्वल टु के हुन्छ भन्दाखेरि क्यापिटल प्लस लायबिलिटी हुन्छ त्यसलाई लेखेको समीकरण भनिन्छ निश्चित समय बिन्दुमा पोइन्ट अफ टाइममा यो के तयार गरिन्छ जसमा तीनटा कुरा मुख्यतया तीनटा शीर्षक समावेश गरिन्छन् र यसले चाहिँ कुनै पनि संस्थाको पोजिसन र स्वास्थ्य हेल्थलाई सो गर्छ हैन यति भन्दाखेरि वासलात बुझिन्छ हैन र वासलात बनाउने नर्मल्ली दुईटा फर्मेट परम्परागत हिसाबले टी फर्मेटमा थियो र अहिले वर्तमान समयमा चाहिँ भर्चुअल फर्मेटमा अहिले बैंकदा वित्तीय संस्थाले के बनाइरहेछन् भनेको वासलात बनाइरहेछन् हैन यसको मुख्य पर्पज भनेको के हो भने यसको अवस्था भने कुनै पनि संस्थाको स्वास्थ्य कस्तो छ त्यसको पोजिसन कस्तो छ ती कुरा पत्ता लगाउनको लागि ती कुरा जान्नको लागि चाहिँ वासलात तयार गरिन्छ हैन जो अहिले वर्तमान समयमा चाहिँ बैंकदा वित्तीय संस्थाले चाहिँ एनएफआरएस को गाइडलाइन्स अनुसार के गरेको छ वासलात बनाउने गरेको छ जसको फर्मेट चाहिँ हामीले कसरी बनाउने भन्दाखेरिमा नर्मल्ली कसरी बनाइरा हुन्छ भन्दाखेरिमा डडर कम्पनी लिमिटेड एलटीडी हैन कंसोलिडेटेड फाइनान्शियल पोजिसन हैन पोजिसन एज अन क्वार्टर अहिले क्वार्टरली गर्छन् इन्ड डट डेट लेख्ने